अजय शेर्पा, ओसी सदर ट्राफिक दार्जिलिङ। यो सानो डकुमेन्ट्री ट्राफिक एवेरनेसको लागि बनाएको हो र रोड ट्राफिक एक्सिडेन्ट कसरी हुन जान्छ यसलाई बुझाउने प्रयास गरेका छौँ। विशेष गरी म्याक्सिमम रोड एक्सिडेन्ट हाम्रो ड्राइभर दाजुभाइहरूको नेग्लिजेन्सीले गर्दा नै हुन जान्छ। साथसाथै पदयात्री जसलाई पेडेस्ट्राइन जो चाहिँ बाटोमा हिँड्ने गर्छ उहाँहरूले गर्दा पनि यो रोड एक्सिडेन्ट हुन जान्छ र यो रोड एक्सिडेन्टमा ड्राइभरहरूको भुलहरू के कारणले गर्दा चाहिँ रोड एक्सिडेन्ट हुन्छ यो तपाईहरुलाई म अलिकति बुझाउन चाहन्छु। एक नम्बर भयो गाडी चलाइरहेको बेला फोन युज गर्नाले, फोन गर्दै गाडी चलाउनको कारण एक नम्बर हो र धुम्रपान गर्दै गाडी चलाउनाले, मद मदिरा पिएर अथवा भनौँ भने जाँडक्सी पिएर मध्य अवस्थामा गाडी चलाउनाले र जताभावी गाडी पार्किङ गरिदिनाले, बाटोमा जताभावी गाडी यदि तपाईले राखिदिनु भयो भने साइडबाट गाडी जाँदाखेरि त्यो कारणले गर्दा पनि रोड एक्सिडेन्ट हुन जान्छ। र अर्को हाम्रो पदयात्रीबाट हुने भुलहरू जस्तै फुटपाथ, हाम्रो फुटपाथ छ, म्याक्सिमम जग्गामा फुटपाथ बनाइएको छ। त्यो फुटपाथमा नहिँडेर मानिसहरू जहाँबाट गाडी हिँड्छ त्यहीँबाट मानिसहरू हिँड्छ। रोड क्रस गर्दाखेरि दाहिने बायाँ नहेरिकन रोड क्रस गर्नाले पनि एक्सिडेन्टको कारण बन्छ। अर्को मेन कारण छ कि अहिले फोनको जुगमा अतिरिक्त फोन युज गर्छ हाम्रो नानीहरूले, विशेष गरी बुढापाकाले भन्दा पनि नानीहरूले, छोराछोरीहरूले कानमा इयरफोन लगाएर बाटो क्रस गर्दाखेरि यता पनि हेर्दैन उता पनि हेर्दैन, आफ्नो धुनमा बात मारिरहेको अथवा गीत सुनिरहेको फोनबाट, त्यो कारणहरूले गर्दा पनि हाम्रो रोड एक्सिडेन्ट धेरै मात्रामा भएको छ। जति पनि पैदल यात्रीहरूलाई पनि मेरो अनुरोध छ कि सधैँ तपाईहरुले फुटपाथ युज गरिदिनुहोस्, फुटपाथबाट हिँड्दिने कोसिस गरिदिनुहोस्। साथै गाडीबाट जब झर्नुहुन्छ, गाडीबाट ओर्लनुहुन्छ, सब समय देब्रेपट्टिको दैलोबाट अथवा लेफ्ट साइडबाट झरिदिनुहोस्, किनकि राइट साइडबाट झर्नाले गर्दा साइडबाट आउने गाडीले तपाईलाई लाग्न सक्छ, यो पनि एउटा दुर्घटना हुन सक्छ। र कहीँ तपाईहरु पैदल यात्रा गर्नुहुँदाखेरि बाटोमा तपाईहरु जानु हुँदाखेरि जहाँनिर गाडी बेसी आवत जावत छ त्यहाँनिर तपाईहरुले बाटो क्रस गर्दाखेरि जेब्रा क्रसिङ प्रयोग गर्नुहोस्। जहाँनिर जेब्रा क्रसिङ छैन त्यहाँनिर तपाईले ट्राफिक पुलिस सधैँ जहाँ तहाँ तपाईले पाउनुहुन्छ ट्राफिक पुलिसको सहायता लिनुहोस्। ट्राफिक पुलिसको सिग्नललाई ध्यानमा दिनुहोस्। गाडी रोकिदिएको हुन्छ त्यस समय तपाईले त्यो बाटो रोड क्रस गर्न सक्नुहुनेछ। यो मेरो पैदल यात्रीहरूलाई निवेदन गर्दछु। कुनै समयमा पुलिसको प्रयोजन नानीहरूलाई पर्न जान्छ। कुनै आपद विपदमा पुलिसको प्रयोजन परेको बेला नानीहरूले पुलिस कहाँ गएर केही भन्न सक्दैन, पुलिसलाई आफ्नो मनको कुरा सेयर गर्न सक्दैन, पुलिसदेखि डराउँछ। किनकि अगाडि नै नानीको आमा बाबाले पुलिसप्रति एक प्रकारको डर बोकाइसकेको हुन्छ र यस्तै कारणले गर्दा हराएको नानीहरू, विशेष गरेर हराएको नानीहरू, छोरीचेलीहरू, चेलीबेटीहरू बेसी मात्रामा ह्युमन ट्राफिकिङको मुखमा पर्न जान्छ, चाइल्ड लेबरको अपराधमा पर्न जान्छ। किनकि अहिले हाम्रो देशमा धेरैभन्दा धेरै यो ह्युमन ट्राफिकिङ अथवा बाल शोषण भनौँ
अथवा मानव तस्कर एकदमै बढेर गएको छ। यो पनि एउटा मुख्य कारण हो, किनकि पुलिसप्रति आफ्नो अभिभावकहरूले, आमा बाबाहरूले डर देखाएका कारण। तर म हजुरहरूलाई भन्न चाहन्छु कि पुलिस सधैँ तपाईँहरूको सहायताका लागि अघि बढिरहेको हुन्छ, तपाईँको सहायता दिनका लागि सबै तत्पर रहन्छ। यसै कारण पुलिस आर हेल्पिङ फ्रेन्ड। पुलिस आर हेल्पिङ फ्रेन्ड।